ए भन्छ बाटो हेर छैन बाटो मम्मलाई हेर त मम्मी छु जान बाई ल पछाडि पछाडि अब अहिलेलाई हजुरहरु अब हिँड्ने बेलामा त्यस्तै झाडा मात्रै जाउँ है हजुर ठिक छ लो चली मैं अपने देवर की बारात लेके लो चली मैं Hai bantu. Nandu gajah. Nandu. Nagan nih. Kubu. Sanjay. बजे हाय बा कताबाट भाइहरु खै यहाँ हामी समातेर ल्याऊ जाम मिलाइ जाम ले यता हेर्नुस् सानो दुईजनाले एउटा हातभित्र एउटा बाहिरपट्टि पार्नु पर्यो यो हात ल्याउनु त हजुरको हात बिचमा राख्नु एउटा एउटा जोड्नु यसरी जोडेर टिका लाग्ने लैजानु ताली बजाउनु हजुर सुदिनं तदेव तारावनं चन्द्रवनं तदेव विद्यावनं दैववनं तदेव ॐ स्वस्ति नो मिमितामस्तु घृतं स्मरामि बुहारी हजुरकै हो क्या जति दिनुहुन्छ दिनु है हुर्कायो बढायो लालन गरायो हैन अनि त्यसै त कहाँ दिन्छौ र ल अब
त्यो पैसा मिलाउनु दियो भयो अब पर्दैन अरूमा माग्नै पर्छ अहिले फेरि भयो नभन्नु अहिले फेरि दिल्ली ढोकानी बेला भयो भने कसेर अहिले मजाले पठाएर मजाले गाँठो हजुर गाँठो त्यसै कहाँ पुस्कार जति लगाउने कसरी भयो त्यति सम्बन्ध कसरी हुन्छ अरे कि बनाउनु पर्छ हुन्छ होइन बनाउनु पर्छ राम्रो अहिले त ल्याउँदै म अलि मिलाएर यतापट्टिबाट बिचमा बेहुला बेहुलिनी साथमा है अब घर बच्चेका माइती बच्चेका पनि सबैले कसले लाने कसले लाने ल कसले लाने ल कसले लाने ल यसको पल्ला भारी छोड्ने होइन हजुर तान्ने हो बल्ल लाम हजुर ताने जस्तो मात्रै गर्ने होला नि फेरि ल कान पर हजुर पछाडिपट्टि बल्ल गरेर हाल्नु ताली बजाउँ हजुर अहिले त कुद्रो छुट्टिया छ हजुरहरूको फरक फरक कुद्रो छ त्यही भएर फरक फरक दान गर्नु पर्यो तपाईँ हो ओम नमो गोप्यः श्रीमदेभ्यः सौरभ्ये व्यवसा नमो ब्रह्म सुधाव्यस्य पवित्राभ्यो नमो हेर न हेर न हजुरको हातमा हुँदै यो साउन्ड है फेरि होतो हैन आपके ल जल पुगाइराख्नु छोरी आमा हरि ओम श्रीमद्भगवतो महापुराण पुरुषमस्य विष्णोराज्ञया पर्वतमानस्य सकला जगता सृष्टिकारणो ब्रह्मणो अन्यदिवादिसंतरादिवादिकल्पानां मध्ये अष्टमी श्री श्वेतमाराकल्पे अनौषप्तमी वैवाशतमन्वन्तरे अष्टाविंशतिमी क्षत्रियदादा प्रान्ते करोमि काँडै काँडामा फुलाएकी मेरी गुलाब जस्ती छोरी तपाईँका हातमा म हस्तान्तरण गर्दछु भनेर बुवा हातमा दिनु एषा कन्यादानं च हम धातुमुत्सृजेत् सदनमा च्याप्पा मात्रै उहाँको हातमा राखिदिनु यसरी ल यसरी च्याप्पा ल भयो ल एउटा दान प्रतिष्ठाको लागि पैसा लिनुभयो ज्वाइँलाई दिने पैसो ल्याउनु लिनु ल दान प्रतिष्ठा त्रेण तुभ्यमहं समर्दामै हरि ओम तत्सत् नमः यसो मास्तिर हेरौँ दाजु अहिले अलि यसो है सानो आऊ 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 ठिकै छ है ल गाडा पनि रहेछ हेर त गाडे म अड्काउने हो यो अड्काउने रहेछ है साडीमा लाउने होइन उदे माथिपट्टि लाउने स्यासा लाउने है यो चाहिँ सिन्दुर हेर्नु यो चाहिँ अलिक सानो लामो छ है ल जय हो किन लाउनु मैले कपाल गोर्दिने बस्तो गर्दैछु कपाल गोर्दिनु न हल्का हल्का गरिदिनु न हल्का हल्का अहिले त मेकअप नबिग्रियोस् है फेरि फोटो राम्रो आउनु पर्छ ल त्यो हातमा दिनु अहिले लाइदिने ठाउँ त छैन हातै यो यसो लगाइदिने हो कि साइडीमा होला नि होइन लाउनु मिल्छ भने लगाइदिनु कता हात दिनु यो काँटा लाम त ठाउँै छैन त्यहाँ ल यता हेर्दै त अनुहारेर मैले ल्याइदिएपछि कस्तो लाग्यो अनुहारेर साटिनु पैसा दिनुपर्छ अरे क्या पैसा दिनु त्यहाँ अनि दिनु पऱ्यो नि त्यसै अनुहार हेर्न पाइन्छ थोरै मोरैले पुग्दैन
ल चुरा लगाइदिनु हात अन्त छिट्छ नि है नापी ल्याउनु भयो नि ल लगाइदिनु दुईवटै भयो नि ल दिदी हजुर यहाँ पैसा लिएर आएको मारोस् गायो फेरिबाट यम्मले स्वाटेला जानु है सुमङ्गली यम्मले मागु समेत सदा सौभाग्यवस्मै हास्तं परितनः अब एकबाट सुमङ्गली यम्मले मागु समेत सदा सौभाग्यवस्मै यदास्तं परितनः लवा यम्मले मागु समेत सदा सौभाग्यवस्मै हास्तं परितनः अब एकबाट यहाँ पुस्दै पठाउँ है थोरै मुस्कान चाहिँ मारेको त्यसमा यता है भाइ ल त्यो लाग्ने फेरि राम्रोसँग मलाई हाँ ठिकै छ यहाँ 20%.
यताबाट जो देख्यो उयो भन्दै जान्छु है। अनि म्याडम श्रीमती मेरो अनि मेरो आमा मेरो जन्म दिएको आमा भनेर म यो सबभन्दा दिएको आमा र म जस्तो भइसकेन। अनि मेरो सबभन्दा कान्छी चाहिँ बुहारी भाइ चाहिँ अहिले बाहिर छ, त्यसो भए यहाँ आएको छैन। अनि ठुलो कान्छी भन्छु कि अब कान्छी नै भन्नु पाउँछ, ठुलो कान्छी यो कान्छा भाइको जोडी भन्नु पाउँछ। अनि यतापट्टिको चाहिँ मेरो बहिनी, एउटा मात्रै बहिनी हो, दबाईमा एउटा है त्यहाँनिर। अनि ज्वाइँको जानुभयो फेरि यो बुहारी मेरो भाइको श्रीमती साइली बुहारी मैले भन्छु है। अनि अरू अब यहाँ त बुहारी नै भइहाल्यो मेरो बुहारी उहाँ कान्छी, यहाँ त मेरै नातिनी, मेरो त छोरीसँग नै भइहाल्यो है। अनि उहाँ चाहिँ मेरो भलै सबभन्दा भइदिएन के राम्रोसँग माया दिएर पाल्नु होइन, सुख नभए नि खुसी सधैँभरि दिनु, सुख सन्तको भोग्रा तात्दै पनि गर्नु हो है। माइत आउनु लाग्ने बेला नि जान दिनु होला है। छोरीले खुसी राख्नुपर्छ घरको है। ल भोलि नै भेटौँ नि फेरि होइन, भोलि नै भेटौँ नि। पछाडि बस्छ हामी। यहीँ बस्ने यतैबाट हुन्छ होला। आइ गरिदिनु न। ल यहाँ फरेको मात्रै है, हाम्रो काम त हुँदैन। ल ल भयो। सामानहरू बाबा हामीले शुभकामना विवाहको बधाई छ भन्न पऱ्यो पहिला त। अब आफ्नो भविष्य राम्रोसँग सुधार्न पर्यो, राम्रो गर्न पर्यो, मिलेर रहनु पर्यो जीवनभरि। मैले त एउटै हातले लगाएँ यो राखेर के ढेसी टिका लगायो भयो, मबाट भयो कि के भन्नु होइन, ल भयो ल भयो भयो ल म ल्याइदिन्छु यो। ल भयो ल भागी माने ल यतिकै